भयो होइन। उहाँहरूको लागि चाहिँ एकदमै आभारी प्रकट गर्न चाहन्छु। आजको म्याचको बारेमा चाहिँ के कुरा गर्ने साथीहरू। आजको म्याच हेर्दा तपाईँहरूलाई कस्तो लाग्यो रियाक्सन? कस्तो लाग्यो आजको म्याच हेर्दाखेरि साथीहरू च्याटमा लेख्नु होला है। कस्तो लाग्यो? हामीले एक्सपेक्ट गरेको थियौँ नेपालबाट यस्तो किसिमको पर्फर्मेन्स। अब हजुरहरूले कतिको एक्सपेक्ट गर्नुभयो गर्नु भएन होइन, तर मैले चाहिँ 100% एक्सपेक्ट गरेको थिएँ। किनकि नेपाल चाहिँ चेजमा कहिले पनि राम्रो छैन कि। तपाईँहरूले पास्ट रेकर्ड नेपालको उठाएर हेर्नुहुन्छ भने नि, नेपालले चेजिङ गर्दाखेरि चाहिँ कहिले पनि एकदमै रियर एक दुईवटा केस बाहेक चाहिँ कहिले पनि सजिलैसँग चेज गर्न सकेको छैन कि। कि चाहिँ एकजना टप अर्डरको ब्याट्सम्यानले तलसम्म ब्याटिङ गर्नु पऱ्यो अन्तिमसम्म होइन। अनि तपाईँहरूले रिसेन्टली हेर्नुभएको स्कटल्यान्ड टुरमा पनि त्यही एक दुईवटा प्लेयरको भरमा मात्र नेपालले जितेको थियो कि म्याच। एउटा म्याचमा करण केसीले जिताए होइन, एकदमै हारेको स्थितिबाट। अनि लगभग अरू सबै म्याचमा चाहिँ आरिफ शेखले मात्र चाहिँ नेपाललाई चाहिँ जिततर्फ उन्मुख गराएको थियो कि। उनको एभरेज लगभग 50 अराउन्डको थियो है स्कटल्यान्ड टुरमा। आज उनी अनफर्चुनेटली रन आउट हुनु गए है। अब भीम सार्की र आरिफ शेखले स्कटल्यान्ड टुर जोगाएको हो वास्तवमा भन्यो भने। एक दुईवटा म्याचमा करण केसीले स्टेप अप गरे। तर आज चाहिँ के भयो भन्दाखेरि चाहिँ आसिफ शेखले एकदमै राम्रो ब्याटिङ गरिरहेको थियो सुरुमा। आसिफ शेख र भीम सार्कीको राम्रो पार्टनरसिप भइरहेको थियो। त्यसमा चाहिँ जब भीम सार्की आउट भयो त्यसपछि रोहित पौडेल जब क्रिजमा आयो नि, त्यसपछि प्रेसर डेभलप भयो कि। त्यसपछि प्रेसर डेभलप भयो। रोहित पौडेलले ब्याक टु ब्याक डटहरू खेले होइन। अब उनको स्कोर कति थियो 19 बलमा 2 रन थियो सायद होइन। त्यस्तो स्थितिमा त्यो ब्याटिङ गरिरहेको थियो उनले होइन। अब त्यसको चाहिँ प्रेसर आसिफ शेखमा पऱ्यो कि। त्यसको असर चाहिँ आसिफ शेखमा परेको कारणले गर्दाखेरि चाहिँ आसिफ शेखले अब अननेसेसरी सर्ट खेले भनौँ होइन। त्यो अननेसेसरी सर्ट त्यो टाइममा चाहिँ आवश्यक थिएन कि। नेपाल अहिले पनि युएसए भन्दा त्यो स्थितिमा नि युएसए भन्दा अगाडि नै थियो होइन चेजमा। तर उनले चाहिँ अब त्यो सर्ट खेल्न पुग्यो र क्याच आउट हुन पुग्यो। त्यसपछि चाहिँ नेपालको ब्याटिङ कोल्याप्स भयो। नेपालको ब्याटिङ कोल्याप्स भयो त्यसपछि। आसिफ शेख आउट भयो, त्यसपछि रोहित पौडेल नै आउट भयो होइन। जसले गर्दाखेरि चाहिँ कोल्याप्स भयो त्यहाँ। फेरि आरिफ शेख र ऐरीको बिचमा चाहिँ ठिकै पार्टनरसिप बनिरहेको थियो। फेरि एक्कासी फेरि त्यो रन आउट अनफर्चुनेट भन्नुपर्छ होइन। त्यो अनफर्चुनेट रन आउट हुन पुग्यो, जसको कारणले गर्दाखेरि चाहिँ त्यहाँ विकेट गुमायो आरिफ शेखको। आरिफ शेखको विकेट नै नेपालको आजको म्याचको टर्निङ पोइन्ट थियो मेरो विचारमा है। त्यहाँ आरिफ शेखको विकेट नगएको भएदेखि राम्रो पार्टनरसिप बन्न थालिसकेको थियो होइन। अहिले पनि तपाईँको आज सुरुमा त एकदमै अलिकति स्ट्रगल गरिरहेको थिएँ होइन। पछि पछि चाहिँ अलिक रिदम भेटिरहेको थिएँ। र त्यहाँ आरिफ शेखको विकेट नगएको भए चाहिँ नेपालले यो टार्गेटको क्लोज पुग्न सक्थ्यो। मैले अघि नैदेखि भनिरहेको छु होइन, नेपालको चेज गर्न सक्ने क्षमता छैन। त्यो त हामीले जमानादेखि हेर्दै आएको होइन। तपाईँले अगाडिको यो हेर्नुहुन्छ भने यो जुन छ नि, हामीले लिग 2मा अगाडिको जुन म्याचहरू हार्यौँ नि मोन्टी देसाईको पालामा होइन, त्यो मोस्ट अफ द म्याच चाहिँ के भएको थियो भन्दाखेरि चाहिँ नेपालले चेज गर्न नसकेर हारेको थियो। अनि अरू हेर्नुहुन्छ भनेदेखि जुन साउथ अफ्रिकासँग भयो T20 म्याचमा पनि, त्यहाँ पनि चेज गर्न सकेन हामीले। एक रनले हार्नु पुग्यो। त्यसरी अस्ति टप एन्डमा पाकिस्तान साइन्ससँग नि 1 रनले हारेको हामीले, चेज गर्न नसकेर। चेजमा हामी विक छौँ। यो थाहा हुँदै पनि किन नेपालले पहिला बलिङ रोज्यो? मेरो प्रश्न चाहिँ त्यही छ कि। नेपाल चेजमा कमजोर छ भन्ने कुरा त हामी नर्मल फ्यानलाई थाहा छ भनेदेखि त्यहाँ प्लेयरहरूलाई थाहा छैन, कोचलाई थाहा छैन। अनि पहिला बलिङ गर्ने निर्णय किन लिएको? नेपाल जब डिफेन्स गर्छ नि, डिफेन्ड गर्छ नि नेपालले, तपाईँको 140 रन T20मा डिफेन्ड गर्छ मजाले। ओडिआईमा तपाईँको 200, 220, 250सम्मको स्कोर बनाएको भए आज युएसएले नेपाललाई चेज गर्न नसक्ने स्थिति हुन्थ्यो। प्रेसर त्यस्तो हुन्छ क्या, चेजमा एकदमै प्रेसर हुन्छ। त्यो प्रेसर ह्यान्डल गर्ने क्यापेसिटी नेपालको ब्याट्सम्यानमा छैन। त्यो देखिरहेको छ, बारम्बार देखेको छ। एउटा म्याचमा देखेको होइन, दुईवटा म्याचमा देखेको होइन, लगभग हरेक म्याचमा चाहिँ त्यो समस्या देखिरहेको छ। तैपनि खै के हो, कस्तो किसिमको टेक्निकको स्ट्राटेजी बनाउँछ यहाँ टिमले।
होइन? त्यो कोचलाई पनि थाहा होला, त्यो क्याप्टेनलाई पनि थाहा होला। क्याप्टेनको कस्तो किसिमको इनिङ हो यार! जहिले पनि आएर बलहरू खाने, होइन? छँदा राम्रो पोजिसनमा थियो कि। रोहित पौडेल आउँदाखेरि चाहिँ नेपाल एकदमै राम्रो पोजिसनमा थियो र त्यहाँबाट मजाले चेज हुन सक्थ्यो। जब रोहित पौडेल आए, 19 बल खेलेर 2 रन यार। 19 बल खेलेर 2। के भन्नु छ साथी तपाईँ यसलाई? रोहित पौडेलको स्ट्राइक रेटको विषयमा लिएर चाहिँ हामीले टी20मा चाहिँ बारम्बार भनिरहेको छ। टी20को लागि चाहिँ उपयुक्त प्लेयर होइन रोहित पौडेल भनेर बारम्बार भनिरहेको छ। अब ओडिआईमा पनि यस्तो किसिमको पर्फर्मेन्स हामीले मैले चाहिँ एक्सपेक्ट गरेको थिएन है। रोहित पौडेलले कमसेकम अलिकति एङ्करको रोल त खेल्छन्, तर एङ्करको रोल खेल्ने भन्दैमा यति स्लो इनिङ खेल्ने होइन कि। 19 बलमा 2 रन त लाजमर्दो कुरो भएन। सँगैमा उताको क्याप्टेनले हेर्नु कस्तो किसिमको इनिङ खेलिरहेको थियो, छक्कामा छक्का प्रहार गरिरहेको थियो। त्यहाँ विकेट नगएको भए नि सेन्चुरी हान्न सक्ने क्यापेबिलिटीको प्लेयर हो मोनाङ पटेल। अर्कोतिर हाम्रोतिर हेर्नुहुन्छ भनेदेखि 19 बलमा 2 रन। कसरी जस्टिफाई गर्ने यो इनिङलाई? रोहित पौडेलले आफूमा काम गर्नुपर्ने आवश्यकता देखेको छ है। तुरुन्तै यसमा काम गरेन भने चाहिँ नेपाल चाहिँ ठुलो समस्यामा पर्छ। किनकि उनको ब्याटिङ पोजिसन भनेको चाहिँ 4 नम्बर हो क्या। 4 नम्बर भनेको त यस्तो क्रिटिकल स्थिति हो नि। कहिलेकाहीँ त तपाईँको सुरुमै टप अर्डरको ब्याट्सम्यानहरू चाहिँ आउट हुन्छन्। त्यो स्थितिमा चाहिँ सम्हालेर खेल्नुपर्ने हुन्छ। सम्हालेर खेल्ने भन्दैमा चाहिँ पुरै सेलमा गएर पुरै बल डट गर्ने होइन नि त। सिङ्गल डबलमा काम गर्नुपर्यो नि त, होइन? त्यहाँ रोहित पौडेलले कमसेकम प्रेसर मात्र नबनाएको भए आसिफ शेखको पनि विकेट जाँदैन थियो कि। मैले अघि नैदेखि भनिरहेको छु होइन, नेपालले चेज गर्न सक्दैन, यसमा काम गर्नुपर्ने आवश्यकता छ होइन। बारम्बारदेखि तपाईँहरूले मेरो च्यानललाई कतिको फलो गर्नुभएको छ। यदि मेरो च्यानललाई तपाईँहरूले नियमित रूपमा फलो गर्नुभएको छ भने तपाईँहरूलाई थाहा होला कि मैले बारम्बारदेखि भन्दै आएको छु कि नेपालले चेज गर्न सक्दैन। नेपालले चेज गर्न सक्दैन। भलै त्यो यसको 200 को किन नहोस्, तर नेपालले चेज गर्न सक्दैन। नेपालले प्रेसर ह्यान्डल गर्न सक्दैन चेजमा। यो समस्या देखिरहेको छ। यसमा काम भएको छैन। र आज मौका थियो, आज नेपालले टस पनि जितेको थियो, पहिला ब्याटिङ गर्नु पर्थ्यो। पहिलो गल्ती त त्यहीँ भयो। दोस्रो गल्ती, जब रोहित पौडेल जब स्ट्राइकमा आए, जब क्रिजमा आए, त्यसपछि त्यो हिसाबको चाहिँ स्लो इनिङ खेल्नु हुँदैन थियो, होइन? त्यो हिसाबको चाहिँ स्लो इनिङ खेल्नु हुँदैन थियो। त्यहाँ गल्ती भयो। र सबैभन्दा मेन गल्ती कहाँ भयो भन्दा चाहिँ आरिफ शेखको रनआउट। त्यो आरिफ शेखको रनआउट नआएको भए पनि नेपालको थोरै भए पनि चान्स बन्थ्यो, नेपालले टार्गेट चेज गर्यो। कतिको मार्जिनले हारेको छौँ साथीहरू हामी हेर्नु त, 106 रनको मार्जिनले। अब नेपालको तपाईँहरू पोइन्ट्स टेबलमा हेर्नुहुन्छ भने चाहिँ नेपाल चाहिँ एकदमै तल गइसकेको छ होइन। अब रन रेटको खेल पनि हुनसक्छ अन्तिम स्थितिमा हेर्ने भनेदेखि तपाईँहरू माथि टपकोमा हेर्नुहुन्छ भनेदेखि चाहिँ एकदमै कम्पिटिसन रहेको छ होइन। नेपालले आज लगभग 4 म्याच चाहिँ जितेको खण्डमा पनि नेपालको पोजिसन चाहिँ जस्ट 1 माथि जान्थ्यो होइन। तर आज हारिसकेपछि नेपालको पोजिसन त 7मै रहन्छ। नेपालले अब 3टा म्याच जिते पनि 7मै रहन्छ। तर जस्तो किसिमको पर्फर्मेन्स आज भयो, त्यहाँबाट चाहिँ भन्न सकिँदैन नेपालले जित्छ भनेर। नेपालले जित्न चाहिँ एकदमै मुस्किल छ है। यस्तो किसिमको पर्फर्मेन्स चाहिँ हुँदैन। नेपालले काम गर्नुपर्ने आवश्यकता रहेको छ। जसको डर थियो हरमेश सिंह। हरमेश सिंह किन खेल्न नसकेको हो तपाईँहरूले? लेफ्ट ह्यान्डेड बलरलाई तपाईँहरूले किन खेल्न नसकेको हो यार? नेपालमा त लेफ्ट ह्यान्डेड बलर कति छन् होइन? त्यस्तोमा प्र्याक्टिस गरेर पनि तपाईँ लेफ्ट ह्यान्डेड बलर खेल्न सक्नुहुन्न भनेदेखि चाहिँ यसको यसलाई कसरी जस्टिफाई गर्ने, होइन? यसको एक्सक्युज कसरी लिने तपाईँहरूले? हामीले बारम्बारदेखि भनेका छौँ ओडिआई र टी20 टिम फरक बनाउनुपर्छ। क्याप्टेन फरक हुनुपर्छ। तपाईँले बारम्बार इग्नोर गरिराख्नु भएको छ। अहिलेसम्म केही बिग्रेको छैन। यो पहिलो म्याच थियो। युए हामीभन्दा स्ट्रगल गरिरहेको छ होइन। होपफुल्ली नेपालले त्यो म्याच जित्छ। अब त्यो पनि जितेन भने त नेपालको अब ओडिआई स्ट्याटस पनि एकदमै मुस्किल स्थितिमा छ होइन। तपाईँहरूले अलिकति नेग्लिजेन्सी गरेकै हो होइन। क्यानको सेलेक्सन कमिटीले कस्तो किसिमको ओडिआई स्क्वाड सेलेक्ट गर्ने हो, त्यहाँ काम गरेको छैन होइन। त्यसै गरी प्लेयरले टेम्परमेन्टमा काम गरेको छैन। हामी कति ओभरमा आउट भयो हेर्नुहोस् तपाईँहरू, 39 ओभरमा आउट भयो।
हामीले कमसेकम 50 ओभरसम्म त खेलेको भएदेखि चाहिँ नेपाल एकदमै क्लोज हुन्थ्यो कि। 10-20 रनको हारे पनि 10-20 रनको 10-20 रनको अन्तरले हार्थ्यो होला। तर तपाईँहरूले के गर्नु हतार-हतारमा विकेट गुमाउनुभयो। क्रिजमा यो पिच यस्तो थियो कि जसमा तपाईँहरूले आउनासाथ रन बनाउन सक्नुहुन्न। केही समय क्रिजमा बस्नुपर्छ, अनि मात्र रन बन्छ। तपाईँहरूले हतार-हतारमा विकेट फालेर जम्मै हेर्नुहुन्छ यो नेपालको हालत। अब त्यो आजको जुन रन रेटमा जुन भएको छ नि समस्या, यसले तपाईँहरूले 25 सम्म आउनेछ हेरिराख्नु होला। यही रन रेटको चक्करमा नेपाल चाहिँ टपमा नपर्न सक्ने स्थिति आउन सक्छ। तर यस्तो किसिमको ब्याटिङ भयो भने चाहिँ नेपाल टपको त कुरा छोडिदिनुहोस्, ओडिआई स्ट्याटस पनि धरापमा गइसकेको छ होइन। यस्तो किसिमको ब्याटिङले चाहिँ हुँदैन। अब ब्याटिङमा चाहिँ काम गर्नुपर्ने आवश्यकता रहेको छ होइन। सम्बन्धित निकाय अब क्यानले, कोचले, क्याप्टेनले यसमा ध्यान पुर्याउनु पर्ने आवश्यकता रहेको छ। स्पेसली रोहित पौडेलले चाहिँ आफ्नो गेमलाई चाहिँ इम्प्रुभ गर्नुपर्ने आवश्यकता रहेको छ है अबको स्थितिमा। यस्तो किसिमको चाहिँ स्लो इनिङ चाहिँ ले चाहिँ तपाईँको आफ्नो भन्दा पनि टिमलाई नै प्रेसर क्रिएट गर्छ कि। त्यो चाहिँ पक्कै पनि राम्रो होइन होइन। त्यही भएर तपाईँले चाहिँ यसमा काम गर्नुपर्ने आवश्यकता रहेको छ। इभन क्वालिफायरमा पनि तपाईँको फर्म राम्रो थिएन। यहाँ पनि पर्फर्मेन्स आइरहेको छैन। अब यस विषयमा चाहिँ ध्यान पुर्याउनु पर्ने आवश्यकता रहेको छ। अब खासै अरू कुरा त केही पनि छैन होइन। अबको पछि अब हाम्रो 30 भनेको अबको 4 दिनमा चाहिँ युएईसँगको म्याच छ होइन सेम टाइममा। र त्यसमा चाहिँ अब हाम्रो ग्राउन्डै फरक रहेको छ होइन। आइसिसीको एकाडेमीमा म्याच छ र त्यसमा चाहिँ के हुन्छ हेरौँला हामी। र त्यसमा जोडिनेछौँ। अहिलेसम्म तपाईँहरूले लाइभमा बसेर चाहिँ मेरो कुरा सुनिदिनु भएकोमा तपाईँहरूलाई आभार व्यक्त गर्न चाहन्छु। र अबको यो आजको जुन कमजोरी आएको छ अब होप गरौँ अबको म्याचमा त्यो सुध्रियोस् होइन। राम्रो क्रिकेट हेर्न पाऊँ हामीले। आजको दिन खराब भएको छ हाम्रो साथीहरू होइन। सो यसमा काम होस् हामी यही चाहन्छौँ। र अहिलेसम्म तपाईँहरूले लाइभमा सुनेर साथ दिनुभएकोमा धन्यवाद दिन चाहन्छु। र हामी चाहिँ अर्को म्याचमा चाहिँ फेरि जोडिन्छौँ। र आजको जुन मैले के कुरामा कुरा गर्ने साथीहरू नयाँ जोडिनु भएको छ भने ब्याक गरेर हेर्नु होला है। र आज चाहिँ अब यति नै गरौँ होइन। अब चाहिँ आजको जुन समस्याको बारेमा कुरा गरेको छ होपफुल्ली अबको म्याचमा चाहिँ त्यसको मा चाहिँ काम होस् होइन। त्यही चाहन्छौँ हामी ल। र आजसम्म स्ट्रिमलाई लाइक गरिदिनु होला साथीहरू को कोले हेरिराख्नु भएको छ। र नयाँ हुनु